खाऊ न मजाले यस्तो मजाको चटपटे खाजा खाँदैछ यहाँ भाउजूहरू चाहिँ त निस्किनु भएको भयो नि त भाउजू पहिला सुरुमा चाहिँ रोज कार्यको रूपमा हुन्थ्यो बिहान 6 बजीदेखि 1 बजीसम्म लाग्थ्यो पहिला चाहिँ होइन जति टिपे पनि दिनको रोज हुन्थ्यो तर अहिले चाहिँ त्यस्तो हुँदैन अहिले चाहिँ बिगा हुन्छ यहाँ मैले आगो फुक्दै थिएँ बलेछ हौ फुका त अलिकति मैले रोजमेरीलाई पनि अगाडि सारेको छु यसो म काट्छु कटिङ गर्छु यो निकै अग्लो पनि भयो होइन यसको सायद मलाई माटो पनि अलिक लगाइदिनु पर्ने जस्तो देख्दैछु यसको चाहिँ त्यही भएर त भाउजूले कत्रो गीत बजाउनुहुन्छ गीतले चाहिँ कपिराइट हानिदिन्छ र टेन्सन हजुर मौरी आएको कति राम्रो कस्तो माया लाग्छ नि फुलको माया लाग्दो भएछ क्या यो त बिचरा पानी पनि कति आइन्छ हेलो नमस्ते गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल भिलेज लाइफ मेरीगोल्ड लाबुङ सम्पूर्ण प्रिय दर्शक महानुभावहरूलाई फेरि पनि हाम्रो च्यानल भिलेज लाइफ मेरीगोल्ड लाबुङमा सुस्वागतन भन्न चाहन्छु स्वागत अर्पण गर्न चाहन्छु आजको भिडियोमा पनि हामी सामान्य घर वरिपरिको परिसरहरू हामी प्रस्तुत गर्नेछौँ के गर्छौँ त्यो सम्पूर्ण हामी तपाईँहरूलाई देखाउने नै छौँ अहिले भने भिडियो अन्तसम्म हेरिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु प्रिय दर्शक महानुभावहरू हजुर यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीलाई साथ सहयोग सपोर्ट गरिदिनु हुन पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छु अहिले भने म भिडियो अगाडि बढाउँछु आज चाहिँ भने माथि डाँडामा यहाँ हाम्रो दाइरको च्याटिपाई हुँदैछ माथि क्या म त्यतातिर पनि जान्छु तपाईँहरूलाई देखाउने छु यहाँ मासतिर डाँडा लाइनमा त्यहाँ पुग्छु त्यस पछाडि आएर मेरो चाहिँ आज यहाँनिर यो अलिकति फुलको काम अझै पनि सकेको छुइनँ अहिले मैले सामान्य ग्राफ्टिङ गरेको थिएँ ग्राफ्टिङ गर्ने टाइम चाहिँ टरिसक्यो र मैले अस्ति ग्राफ्टिङ गरेको अलिकति सक्सेस 2 ठाउँ चाहिँ भएन रहेछ र मैले गरेको काँडाले हुन्छ क्या मैले निम्बुको ग्राफ्टिङ गरेको थिएँ टाइम चाहिँ टऱ्यो त्यो विन्टरमा गर्नुपर्ने थियो अथवा फागुनसम्ममा पनि हुन्थ्यो भने चाहिँ ढिलो भएर घोचिरहेको छ क्या दुखिरहेको छ अनि अर्को चाहिँ यहाँ रोजमेरीलाई चाहिँ काटेर त्यसलाई अलिक बुसी बनाउनु पर्ने छ अनि रोजमेरीलाई चाहिँ सुकाएर राख्नुपर्ने छ त्यो राम्रो औषधि पनि रहेछ कि अहिले चिया बनाएर खाँदा पनि हुँदो रहेछ होइन यो मैले 2 पट रोपेको थिएँ अनि यसलाई चाहिँ ठ्याक्कै काट्ने हो अहिले अनि यो मलहरू पनि लगभग यसको पुरा सुकिरहेछ चेन्ज गर्नुपर्छ कि जस्तो छ यो यसलाई पिउँदा पनि हुँदो रहेछ होइन चिया बनाएर अनि त्यसपछि यसले धुपको काम पनि गर्दो रहेछ अनि यसलाई मसलाको रूपमा पनि युज गर्दो रहेछ क्या रोजमेरी चाहिँ त्यस कारणले गर्दा यसलाई चाहिँ म अहिले कटिङ गर्छु रोजमेरीलाई चिया टिपाइको खिचौँ भनेको त चिया खाजा खानु हुँदो रहेछ र म चाहिँ यहाँ माथि आएको छु चिया टिपाइमा भाउजूहरू खाजा खानु हुँदो रहेछ हाम्रो घरहरू तल मजाले देखिरहेको छ होइन त्यो चाहिँ खाजाहरू खानु हुँदो रहेछ क्या मजाले बसेर अहिले चाहिँ उहाँहरूको टी ब्रेक रहेछ खाजा खानु हुँदो रहेछ योपालि मुना त्यति राम्रो छैन यो चाहिँ टिपिसकेको चिया हो तर यहाँ ल यहाँ दिपा पनि खाजामा बसे अब तिमी खाजामा खाऊ न मजाले यस्तो मजाको चटपटे कुरकुर लिन थाल्यो यहाँ पुरा विजय भाइलाई उयो तार बनाइदिनु भनेको बन्दै मारेको छ
वाइफाईको मान्छे साथीहरूलाई सघाउन आएको खाजा खानुहुँदैछ यहाँ भाउजूहरू चाहिँ बिरामी रहेछ हाम्रो प्रतिमामा र त निस्किनु भएको भए हुन्थ्यो त भाउजू हो साँच्चै भनेको चाहिँ उयो त छैन ल्याइदिएको छ कि अब एकदिन रेस्ट गरेको खाना भुल्नु है लिभरको टुसा पलाउनु भनेर लिभरको टुसा पलाउँछ भनेर कराउनु थाल्छ त्यति बेला चाहिँ मकै छर्ने सिजनमा हौ भागा फेरेको रमाइलोसँगले खाजा खुवाइ हुँदैछ आनन्दले कस्तो रमाइलो पनि छ त यहीँ साथीभाइहरूसँग यहाँ चाहिँ हाम्रो सिस्टम चाहिँ यस्तो हुन्छ यो बोरा आफ्नो आफ्नो हुन्छ होइन भरे तौलेर यो अनुसारको केजीको 13 रुपियाँ नि अहिले 13 रुपियाँ केजी टिपाईको यो एकजनाको बोरा भयो होइन यो अर्कोजनाको बोरा माथि माथि छ अरूको बोरा डोकोमा टिप्यो बोरामा हाल्यो यहाँ छ बोरा चाहिँ आफ्नो आफ्नो हुन्छ बोरा यहाँ आफू कलेक्सन गर्नुहुन्छ अनि भरे तौलाई हुन्छ क्या लास्टमा चाहिँ त्यस्तो हुन्छ यताको चिया टिपेको सिस्टम हो नि त सबैतिर उस्तै हो पहिला सुरुमा चाहिँ रोजगारीको रूपमा हुन्थ्यो बिहान 6 बजीदेखि 1 बजीसम्म लाग्थ्यो पहिला चाहिँ होइन जति टिपे पनि दिनको रोज हुन्थ्यो तर अहिले चाहिँ त्यस्तो हुँदैन अहिले चाहिँ बिगा भन्छ आफूले 6 बजीदेखि लागेर 7 बजीदेखि अथवा 6 बजीदेखि लागेर 1 बजीसम्म टिप्दा जति आफूले टिपिन्छ त्यो तौलाई गरिन्छ अनि प्रति केजीको 13 रुपियाँको दरले हामी चाहिँ टिप्ने जति सहयोगीहरू हुनुहुन्छ उहाँहरूलाई हामी त्यो अनुसारले रकम प्रदान गरिन्छ यहाँ चाहिँ 13 रुपियाँ केजी क्या अनि कसैले 100 केजीसम्म टिप्छ दिनमा चिया भएको बेला 150 केजीसम्म टिप्छ अनि मेसिनले पनि टिप्ने मेसिनले त असाध्यै धेरै टिप्छ अनि 100 केजी टिप्यो भने पनि त 1300 को काम हो दिनमा होइन अनि यो चियाले सबैलाई रोजगार पनि दिएको छ अनि घर गृहस्थी चलाउनको निम्ति यसले सहयोग पनि गरेको छ मजाको छ यहाँनिर खानु हुँदैछ उहाँहरू चाहिँ खाजा अझै पनि बिहान एक चरण खाजा चाहिँ चिया बगानको जो मालिक हुनुहुन्छ त्यसले खुवाउनु पर्छ नि त त्यो व्यक्तिले चाहिँ खुवाउनु पर्ने हुन्छ नि त आज पनि मौसम एकदम चिसो छ क्या हावा चल्दैछ थोरै यहाँ हामीले देखिरहेको छौँ यहीँ हावा चल्दैछ अलिअलि नै तल चाहिँ खाजा खानु हुँदैछ भाउजूहरू यता हाम्रो मन्दिर सिंहसिद्धदेवी मन्दिर अटो जाँदैछ हाम्रो गाउँमा अटो पनि चल्छ नि त रातो अटो जाँदैछ अब त्यो चाहिँ यताबाट निस्किन्छ अहिले यहाँबाट देखिने हाम्रो गाउँ तल पनि गाडी आउँदैछ एउटा रमाइलो छ नि गाउँ गाडीहरू कुदिरहन्छ स्कुलको गाडीहरू कुदिरहन्छ यहाँबाट होइन दुईवटा विद्यालयको त्यस पछाडि अन्य फिकल जाने प्यासेन्जर गाडीहरू कुद्छ थुप्रो रमाइलो हुन्छ क्या यहाँ मजा पाउँछ त्यहाँ त तल गाडी आउँदैछ हेर्नुहोस् यो मजाले बस्ती रमाइलो छ गाडी जाँदैछ हाम्रो घर तल रातो घर कस्तो मजाको देखियो दृश्य चियाबारीको माझमा होइन अब एकछिनबाट यहाँ टिपेको पनि म तपाईँहरूलाई देखाउँछु नि है खुलेको छ आज अलिकति मौसम अब चाहिँ घर आइपुगिसकेको छु अब मैले यहाँ रोजमेरीलाई पनि अगाडि सारेको छु यो चाहिँ म काट्छु कटिङ गर्छु र यो निकै अग्लो पनि भयो होइन यसको सायद मलाई माटो पनि अलिक लगाइदिनु पर्ने जस्तो देख्दैछु यसको चाहिँ बोटमा मैले यो यहाँ ल्याइदिएको नि अब साह्रो तल यस्तो राम्रो फुललाई किन तल राख्ने भनेर नि हो त्यो सबै फुलिसके पछाडि चाहिँ त्यसलाई हेरविचार गर्नु छ यसको कटिङ पनि राखेको छु नि मैले अस्ति यसको कटिङमा तल पानी पनि लाउनु पर्छ साँच्ची यो चाहिँ अब
म यसलाई काट्छु ल म यो रोजमेरी काट्दैछु यसलाई चाहिँ कतिमा काट्दिउँ भने सायद मलाई लाग्छ यतिमा काट्दा यो बुसी हुन्छ होला कि धेरै अग्लो भयो होला यसरी ल रोजमेरी यहाँ माथि भाउजूले कत्रो गीत बजाउनुहुन्छ हौ गीतले चाहिँ कपिराइट हानिदिन्छ र टेन्सन हजुर मौरी आएको कति राम्रो मौरी सफा सुगर भएको ठाउँ मात्रै आउँछ क्या झिङ्गा आयो भने चाहिँ बरु टेन्सन मान्दा हुन्छ काटिँदैछ यहाँ मैले यत्रो काटिसकेँ यसलाई सुकाएर राख्ने हो फेरि यो एकदम औषधिको रूपमा यसलाई चाहिँ प्रयोग गर्नु मिल्दो रहेछ त्यसै कारणले गर्दा यो एकदम धेरै अग्लो भइरहेको थियो नि त त्यही भएर मैले यो काट्दिएँ क्या चटक्कसँगले काट्दैछु म अझै पनि कपाल काटेको जस्तो भयो चटक्कसँगले यसलाई काटेर चाहिँ यसलाई चाहिँ राख्नु पर्यो बहु उपयोगी चिज रहेछ है यो चाहिँ रोजमेरी यो विदेशतिर चाहिँ यसलाई चाहिँ सब्जीमा पनि लगाएर खाने गरिँदो रहेछ ल अब यो निकाल्दा भयो नि यताबाट अलिक बढी गएछ यो रोजमेरी पोर रोपेको यत्रो भएछ क्या यो ल एउटा काट्यो अब अर्को नेक्स्ट यहाँ छ कतिमा काट्नु यो जमिनमै पो रोप्दा पनि हुन्छ रोजमेरी चाहिँ तर मैले पटमा चाहिँ यसो फुलको पनि काम गर्छ भनेर रोप्यो हो रुपी मजाले कराइरहेछ एक थाल पुरा भयो यस्तो मिठो बास्ना आइरहेछ यसको ल मैले दुईटा पट काटिसकेको छु रोजमेरीको दुईटा पट अझै यसको अलिअलि मुनि आएको हाँगाहरू चाहिँ काटिदिनु पऱ्यो लर्केकोहरू होइन त्यसो गर्दा यो बुस पनि बनिने अनि यसको फर्मेसन पनि हुने क्या तिमीहरू कति बजी आउँछौ नानी आज आज त जनक मावि पऱ्यो त होइन कराटे चाहिँ त्यता अरे नि त आज चाहिँ गाडी आउँदैन भनेर त्यहाँ सूचना हालिरहेको थियो त हालेको थियो होइन नानी छ सूचना हालिरहेछ त अग्रिम सूचना दिएको त राम्रो नि त अतिथिहरू पनि आउँछ ल अब चाहिँ बुसी भयो यो दुइटा बुसी अब यसबाट फेरि मुनाहरू दिन्छ यसले मैले चाहिँ यहाँ रोजमेरी काटेर पनि मसिनो झुर्रा बनाइदिएको छ अब यसलाई सुकाउने हो क्या चट्टसँगले अनि त्यो चियामा लाउँदै खाँदा पनि भयो सब्जीमा लाएर खाँदा पनि भयो यसलाई उमालेर खाँदा पनि हुन्छ रोजमेरी यस्तो मिठो बास्ना आउँदो रहेछ हेर्नु नै यसलाई सुकाउनुपर्छ क्या फैलाएर चटक्क सुकाउने हो त्यस पछाडि यसलाई चाहिँ चियामा मिक्स गरेर खाँदा पनि हुन्छ यस्तो मिठो बास्ना आउँछ यसको यस्तो ब्युटिफुल मिठो मक बास्ना आउँछ क्या सुक्नु टाइम लाग्छ मौसम चाहिँ यस्तो छ नाङ्लोमा सुकाइदिनु पऱ्यो यसलाई पातलो गरेर रोजमेरी यसले एनर्जी दिन्छ भन्छ क्या यसको यो पानी पिउने हो भनेदेखि यसले चाहिँ हामीले
अलिकति एनर्जेटिक फिल गराउँछ भनेर भनिँदो रहेछ। त्यस कारणले गर्दा यो पिउन खोजेको हो। यसलाई चाहिँ कुनै कुनै चाहिँ ठुल्ठुलो काटेछु मैले, सुरुमा काटेको चाहिँ। के चाहिँ नानीले पानी खाएको छैन? खाऊ छोरी खाऊ। म यसको यो फेडअप भएको फुलहरू निकाल्दैछु। अस्तिदेखि निकालौँ भन्दै त्यो नभ्याएको चाहिँ स्थिति थियो क्या मेरो चाहिँ। यसको मुनाहरू पनि म चुहाउँछु, तर विशेष चाहिँ यसको फुल निकालेको हो। सफा राख्नु पऱ्यो होइन आफ्नो एरिया त। यो सेतोको पनि बहुत फुल चाहिँ योपालि फुलेको थियो, तर पानीले गर्दाखेरि योपालि बाहिरको पटहरूको फुल चाहिँ अडै नै सकेन। त्यहाँ मैले आगो फुक्दै थिएँ, बलेछ हौ। फुक त अलिकति मैले पाकिगएको छ खोले त। खोले दिएर मात्रै अब घाँसमा जाने हो। काटिदिनुपर्छ घाँस चाहिँ। यसको फुलहरू सबै पानीले बिगारिदिएको छ क्या, यो सबै निकालिदिनु पर्ने। फेरि फुल्छ नि यसले दोस्रो लट, र पानीले बाहिरपट्टि चाहिँ अलिकति एजिलियालाई असर नै गर्दो रहेछ। यसलाई सेडमै राख्नुपर्ने रहेछ क्या। दुःख लाग्यो फुलहरू यसरी उयोको देख्दा चाहिँ मलाई लास्टै दुःख लाग्छ क्या। कस्तो माया लाग्छ नि फुलको। माया लाग्दो भएछ क्या यो त। यो पनि कति आयो नि त योपालि त। चैत वैशाखमा नत्र भए यो चाहिँ खुल्ला बाहिर हुनुपर्ने हो है, छैन। कस्तो दुःख लाग्दछ। सरसरी फुल छोड्दै गर्नु पऱ्यो अहिले चाहिँ, जे जति छ यहाँ लाग्दो भएछ क्या फुल। फुल हेर न हौ, यस्तो राम्रो फुलेको फुल चाहिँ पानीले। त्यति बाहिर नहुने रहेछ हौ है। मेरो हाइड्रेन्जिया अब फक्रिन थाल्यो होइन। यसले कत्रो फुल चाहिँ यो वाइटमा रहेछ, मैले देखिहालेँ। यो दुईवटा वाइटमै जस्तो छ। यिनीहरू कस्तो कस्तो हो अब हेरौँ। यो प्योर रेडमा जस्तो छ है, यसो हेर्दाखेरि। रातो पनि छ नि त योपालि, सेतो पिङ्क होइन। अनि अब यो कस्तो हो, यसले अलिक ढिलो फुल्ने रहेछ। यता पनि यो पिङ्क धेरै छ। अब यस्तो हेर्नु नै यस्तो मजाले कलर आउनु थाल्यो यसले। यसको कलर फेरि सुरुमा अर्कै होइन, पछि छिप्पिँदाखेरि अर्कै हुन्छ क्या। यहाँ पनि वाइटै जस्तो छ, तर यो अलिक बाक्लो भइरहेछ यहाँनिर। यो रेड जस्तो छ क्या यसो हेर्दाखेरि। अब यसलाई अलिक पतला गरेर राखिदिनु पऱ्यो मैले। यो दुईवटा चाहिँ यसले अघि बिहानै बिस्कुट खाएर फेरि आएछ। यो फेरि आएछ, हेर न फेरि आएछ यो। त्यही त अब यो दुईवटा चाहिँ अलिकति किटिएको जस्तो छ। यसलाई चाहिँ म अलिकति यहाँ माथि राखिदिनु पऱ्यो 2-4 दिन ल होइन, अलिकति आइन्जेलसम्म। त्यसपछि यसलाई चाहिँ अलिक पतला बनाएर राखिदिनु पर्यो। रेड जस्तो छ क्या यो चाहिँ। यसलाई चाहिँ झिक्दिनु पर्यो। यो एउटै जस्तो छ दुईटा। एकै कलरको एकै ठाउँ फुल्नु भने यो दुईटा उस्तै उस्तै जस्तो लाग्यो मलाई।
त्यही भएर यसलाई निकालेर म उतापट्टिको पिङ्क फेरि यहाँ लिएर लगाइदिन्छु। ल यो दुईटालाई चाहिँ मैले यहाँ माथि अलिकति सेडमा राखिदिएको छु, अलिक बढी पानी भएछ त्यसलाई। अनि अरूलाई चाहिँ यहाँ अलिकति पातलो बनाएर राखिदिएको छु। चेन्ज पनि गरिदिएको छु मैले, वाइट यहाँ एउटा राखेर, यो वाइटै हो जहाँसम्म मलाई लाग्छ। अनि यहाँ पर यता लिएर राखिदिएको छु यसलाई चाहिँ यहाँ होइन। अलिकति कत्रो बोट आयो क्या यो, त्यसको अर्थ एकदमै राम्रो हेभी फुल्दैछ योपालि पनि यसले। पोहोर यस्तो राम्रो फुलेको थियो, अब यसै पनि तल लगेर सबै मर्मत गर्नुपर्ने छ यसलाई। यो त मरेछ पनि होइन, यसलाई पनि तल लान्छु। यसमा चाहिँ अर्कै एउटा फुल रोप्नु छ, यो पट पनि छुट्टै प्रकारको छ क्या, यसलाई तल लान्छु म। ल कराटेमा जाने साथीहरू भेला हुन थाल्यो। यो दियाले त छोडेको पो हो, कस्तो एउटा मात्रै छ काँता के एकताल देखाइदिनु नि भने काँता। यहाँ आनन्दले सुतिरहेको छ यहाँ हाम्रो एकजना पार्टनर। ल पार्टनर सुतायो नि कस्तो छ। ए लु जाऊ तिमी। मम्मीलाई दिपान्तीले भनेको जानु अरे भन्नु न भोलि। दिपान्ती पनि जानु अरे भनाइ न बिर्सी। सरासर जाऊ ल अब। पैसा हराउला नि हातमै बोकेको छैले त हराइहाल्छ। अतिथि बोक्देऊ गोजी छ तिम्रो। अब प्रयासले बोक्दा पनि हराउँछौ है। लाग्यो साथीहरू कराटेमा। मैले यहाँ यो फुलहरूलाई केयर गरेको थिइनँ, यसलाई चाहिँ अलिकति सेपहरू दिनु छ। अनि यो यसको जराहरूले भेटेको छैन क्या मलहरू, यहाँ माथि छ जरा चाहिँ यस्तो बिजोग भइरहेको छ। त्यो भएर यसलाई चाहिँ म माटोहरू दिएर अनि यसलाई अलिकति स्याहार गर्छु। अनि यहाँ यो चाहिँ एउटा रित्तो भएको छ, यसमा चाहिँ म यो रोप्दैछु। यो चाहिँ सानो पटमै म फलाउँछु होला भनेर चाहिँ यो हुन त यो केही पनि होइन, यो कफी हो, यसलाई रोप्दैछु। यो चाहिँ सानो बोटमै यसलाई चाहिँ बोनसाई गरेर फुलाउनको निम्ति मैले यो पट खाली गरेको छु यसको लागि। यो चाहिँ कफीको भयो होइन, यो रोप्दैछु। यो एभोकाडोलाई अलिकति सेप दिनु छ, यसलाई चाहिँ वायरिङ गरेर अलिकति यसको सेप मिलाउनु पर्ने छ। यसको दुईवटा हाँगा माथिबाट छुट्टिएको छ, सायद हुनसक्छ त्यो दुईवटा हाँगालाई म अलग अलग ढङ्गले दुवैतिर फैलाउने छु, त्यो पनि म गर्छु अब। अनि यसलाई चाहिँ म माटो दिन्छु, थोरै माटो यो फालेर अनि नयाँ माटोहरू यसलाई म दिन्छु। यसलाई चाहिँ यो माटोहरू चाहिँ अलिकति यो पुरानो माटो भयो क्या यसलाई, अनि यसलाई नयाँ माटोहरू दिएर यसलाई अलिकति ताजा बनाइदिनु पऱ्यो क्या। यो साह्रै रोगियो बिचरा, किनभने यो बाहिरै पानीले पनि यसलाई धेरै कुट्यो, त्यो भएर पनि होला यो अलिकति किटिरहेछ। यसलाई म नयाँ माटो दिएर ताजा बनाइदिन्छु क्या यसलाई चाहिँ म। पुरानो माटोहरू अलिकति फालेर, यो पुरानो माटोहरू अलिकति के भएर यो अलिकति राम्रो पनि भइदिएन, त्यही भएर होला सायद। बाँकी त राम्रो छ, योभन्दा धेरै यसको जरा फेरि खेलाइदिनु हुँदैन। यसलाई चाहिँ यो नयाँ माटो दिन्छु म। अब खुसी हुन्छ क्या यो मेरो बिरुवा, अलिकति यो रोगिरहेको थियो। यसलाई चाहिँ मैले फुलकै माटो दिएको यसलाई, यो पनि मेरो लागि फुलै हो नि त, त्यही भएर यसको सिड जो चाहिँ मैले निकालिदिएकै छैन, यसको जहाँबाट उम्रेको थियो त्यो ती छ क्या। यो डाइकोटिलेडन प्लान्ट अन्तर्गत पर्छ भनेको यो द्विदलीय बिरुवा हो, त्यो भएर यसको सिड चाहिँ अझै पनि त्यो बोटमै टाँसिएर बसिरहेको रहेछ क्या। भनेको त्यसलाई ननिकालिदियो, किनभने त्यो निकालिदियो भनेदेखि चाहिँ भरे अब त्यो किट्यो भनेदेखि होइन, मैले अन्डाको बोक्राहरू पुरा लगाएको थिएँ। जे रहेछ यसको चाहिँ क्याल्सियमको लागि म अन्डाको बोक्रा प्रयोग गर्छु। बिरुवालाई क्याल्सियम चाहिन्छ। फस्फोरसको लागि थोरै खरानी पनि युज गर्छु म, किनभने यो त उयो हो नि त, फेरि ट्री हो नि त, यो त होइन, यो त रुख हो, त्यस कारण गर्दा यसलाई चाहिँ अलिकति डाइट चाहिँ पेल्नै पर्ने हुन्छ। ल यो भयो, मैले अलिकति यसलाई माटोहरू लगाएर अनि थोरै केयर गरिदिएको छु, रिपोर्ट गरिदिएको छु, हुन्छ होला सायद। यो लिचीको बोट हो, यसले चाहिँ हाम्रोतिर अब अलिक क्लाइमेट चेन्ज भइरहेछ,
ग्लोबल वार्मिङ क्लाइमेट चेन्जको कारण यो विश्व उष्णता वृद्धि भएको कारणले गर्दा हाम्रोतिर पनि गर्मी बढेको छ। त्यसको असरले गर्दा तल बेसीतिर हुने फलफुलहरू अहिले लेकमा हुन थालेको छ। यो चाहिँ अलिकति अहिलेको विश्व उष्णता भनिन्छ नि होइन, विश्व तापमान वृद्धि भएको कारणले गर्दाखेरि लेकमा पनि औलको बिरुवाहरू हुन थालेको छ। त्यो वास्तवमा नराम्रो चाहिँ हो फेरि, किनभने प्रकृति चेन्ज भइरहेछ होइन। ल यो चाहिँ मैले यसलाई रेडी बनाएँ। अब यो अलिकति सप्रिएर आउँछ जहाँसम्म मलाई लाग्छ। यो चराहरू कति कराएर चाहिँ दुधिलोको रुखमा नि पुरा चराहरू आइरहेछ। ल एउटा रेडी भयो। अब अरू चाहिँ म गर्दै जान्छु। एभोकाडको पनि मैले थोरै माटोहरू माथिको टप लेयरको फाल देख्छु अनि यहाँ नयाँ माटोहरू यसलाई पनि हालिदिँदैछु। अब नयाँ माटो यसलाई चाहिन्छ, अलिकति मलिलो माटो पुरा यसलाई पत्कर सहितको माटो चाहिँ मैले हालिदिँदैछु, किनभने यसलाई पनि अब डाइट चाहियो होइन। यो सालभरि यसले यो खान्छ, नेक्स्ट इयर फेरि अलिकति टप माटो चाहिँ निकालिदिने हो। त्यस पछाडि फेरि यसलाई नयाँ माटो हालिदिनु पर्छ। यो गरिरहनुपर्छ क्या यस्तो कामहरू। यो फुललाई वर्षमा एकचोटि चाहिँ माटो चाहिँ परिवर्तन गर्नैपर्छ। यसलाई मेन्टेन गर्नु गाह्रो पर्यो, कसरी बनाऊ होला भन्दैछु क्या। यसको चाहिँ फर्मेसन एउटा यता छ एउटा यता छ, यो पनि ठिक छ। ठाउँको चाहिँ निकाल्नु पर्ने रहेछ। गाह्रो पर्छ क्या यो फर्मेसन बनाउनु। पत्ता धेरै राम्रो देखिँदैन। एउटा चाहिँ यहाँ बनाएको छु मैले, अहिले बनाएको होइन यो। यसलाई चाहिँ पनि सेप दिनु बाँकी नै छ। एउटा चाहिँ बनाएको छु, अब यसलाई बनाउनु बाँकी छ। यसको छुट्टै प्रकारले बनाउँछु म। एभोकाड, लिची चाहिँ हाम्रो कफी, यो चाहिँ हो कत्रो थियो अघि है, बटारिएर यत्रो भएको छ यो चाहिँ। यसरी चाहिँ मैले आजको कामलाई सिद्ध्याइदिएँ। यो हाम्रो के भन्ने यसलाई बोनसाई प्रोसेसलाई चाहिँ मैले त्यसो गरेँ। अब यसको मेरो छुट्टै प्लानिङ छ। यो प्लानिङ तपाईँहरूलाई पछि बताउँला। यसको मेरो ह्युज प्लानिङ छ यसपालि। हेर्दा यस्तो छ यो होइन। यसको मेरो अर्को छुट्टै प्रकारको प्लान छ, म तपाईँहरूलाई बताउने छु। द्याट इज सिक्रेट। यस्तो मैले सारेकोहरू पुरा किटिरहेछ नि बिचराहरू, जरा हल्लिएछ क्या यिनीहरूको, त्यही भएर। ल अब चाहिँ घाँसमा जाने बेला भयो। दिपाले चाहिँ पवन कता हो? कसकोमा? ए काटी खानु? सहकारीमा बुझाउनु पऱ्यो त, बुझाउनु पर्छ हौ। ए ल अब चाहिँ बिदा हुने बेला पनि भएको छ। घाँसमा जानुपर्ने अब होइन, कामहरू हुन्छ नि त आफ्नो। त्यहीतिर जान्छु। यहाँ हेर्नु न, मैले अस्ति यहाँनिर आँगन चाहिँ यसो हेर्दा बिग्रेको जस्तो छ है, तर यो बिगारेको होइन। यहाँ चाहिँ एक खालको बढ्ने खालको घाँस क्या, जस्तै यहाँ म तपाईँहरूलाई देखाउँछु ल। यस्तो खालको क्या, यस्तो यो जति काटे पनि आइहाल्ने। यो बुच्का चाहिँ त्यहाँ कता कता पलाएको थियो, यसलाई पनि उखालेर फाल्नुपर्ने। यो जति काटे पनि आइहाल्ने क्या। अनि यस्तोहरू यो चाहिँ आँगनमा हुर्कन दिनु हुँदैन। यो मैले नउखाल्नुको कारण चाहिँ अलिक हुर्केपछि यसलाई म फेदैबाट तोडिदिने हो। यहाँ पनि छ एउटा हाम्रो कफीको बोट सानो। ल त्यो भएर यहाँ आँगन यसो हेर्दा कता कता दाग दुग देख्दै हुनुहुन्छ होला। त्यो वास्तवमा मैले त्यसरी उखालिदिएको अस्ति। अब यहाँ चाहिँ राम्रो खालको दुबो पलाउँछ क्या, त्यही भएर मैले उखालिदिएको हो यो चाहिँ। ल अब चाहिँ भने हामी बिदा हुन चाहन्छौँ। हजुरको दिन शुभ रहोस्, रात शुभ रहोस्। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। हामीलाई माया साथ सहयोग सपोर्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ।
सदा सर्वदा खुसी रहनु होला। मिट यु नेक्स्ट ब्लग। आजको ब्लगबाट भने हामी बिदा हुन्छौँ। फुलको अनि त्यस पछाडि वरिपरिको परिदृश्यहरू तपाईँहरूलाई हामीले देखायौँ। मन पराइदिनु भन्ने आशाका साथ आजको भिडियो यहीँ क्लोज गर्छु। लास्टमा कमेन्ट गर्न नछोड्नु होला है त। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नु होला। अहिले भने बिदा हुन्छु। हवस् त, नमस्ते, बाई बाई।